नमस्ते। पोतोमा चाहिँ कुन क्रिम लाउने, कुन क्रिम नलाउने भनेर चाहिँ एउटा एकदम सिम्पल फर्मुला छ। यसलाई चाहिँ हामी ONE1 फर्मुला भनेर भन्छौँ। चाहिँ जुन पनि क्रिम तपाईँहरूसँग छ त्यसको चाहिँ एक्चुअली कम्पोजिसन हेर्नु होला र कम्पोजिसनको लास्टमा चाहिँ यदि ONE1 भनेर छ भने चाहिँ त्यो चाहिँ हजुरले आफ्नो सेल्फ मेडिकेसन गर्न मिल्दैन। डक्टरको प्रेसक्रिप्सन अनुसार त मिल्यो, तर आफूले चाहिँ लाउन मिलेन। फर इक्जाम्पल यहाँ हामीले हेरिरहेको यो स्किन साइन या चाहिँ एलोसोन या चाहिँ मेला केयरको कम्पोजिसन हेर्दाखेरि यसमा चाहिँ एउटा मोमेटासोन भन्ने कम्पोजिसन छ र यसको चाहिँ लास्टमा ONE1 छ। त्यही भएर यो चाहिँ आफै सेल्फ मेडिकेसन गर्न मिलेन। त्यसै अर्को कम्पोजिसन यसमा हाइड्रोक्विनोन छ र यसको पनि लास्टमा ONE1 छ। यो पनि हजुरले चाहिँ आफै लगाउनु मिल्दैन। त्यस्तै अर्को एकदम पोतोमा कमनली लगाउने औषधि भनेको चाहिँ बेटनोभेट हो। र यसमा पनि बिटामेथासोनको लास्टमा चाहिँ ONE1 छ र यो पनि हजुरले सेल्फ मेडिकेसन चाहिँ गर्न मिल्दैन। तर यो फर्मुला चाहिँ सधैँ काम गर्छ भन्ने छैन। किनभने यो अहिले हामीले हेरिरहेको यो जिथियोनमा चाहिँ ग्लुटाथायोन हुन्छ र यसको पनि लास्टमा ONE1 छ, तर यो चाहिँ फेसको लागि एकदमै राम्रो कम्पोजिसन हो। र त्यस्तै अर्को कमनली मान्छेहरूले लगाउने सोनाडन, यसमा चाहिँ क्लोबेटासोल छ र यसमा चाहिँ लास्टमा ONE1 नभए पनि यो चाहिँ स्टेरोइड हो। त्यही भएर यो चाहिँ डिरेक्टली फेसमा लाउन मिल्दैन। त्यही भएर यो सबैमा चाहिँ काम गर्दैन, तर मोस्ट अफ द क्रिमहरूमा चाहिँ काम गर्छ। थ्याङ्क यू।